सो हेलो एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। अनि अहिले चाहिँ लगभग बिहानको 6:30 बजिसकेको छ। अनि साथीले फोन गरिहाल्यो। अनि अब धेरै भयो नि त साइक्लिङ नगएको, लगभग 2-3 दिन भइसक्यो त्यो साइक्लिङ नगएको। अनि साथीले फोन गरेर ल साइक्लिङ जाम भनिहाल्यो। अनि सो म चाहिँ उठेर अब यसो रेडी हुनु लाग्यो। भर्खरै मुखसुख धोइयो है। अब यसो जुत्ता लागिन्छ हल्का फुल्का, त्यही हो, खासै त्यस्तो त हुन्न। अनि अब आज चाहिँ अब कहाँ जाने भन्दाखेरि अब खासै त्यस्तो त धेरै टाढा त जान सकिन्न। यही महेन्द्र गुफातिर गएर त्यताबाट उता समेर गुफातिर हुँदै लामाचौरतिर हुँदै यता घरतिर चाहिँ आउने प्लान हो है। सो बाटोमा के कस्तो हुन्छ त्यो त देखाउने नै छौँ है। सो जो पनि च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला ल। अब म चाहिँ सिधै बाटोमै गएर भेट्छु है त। सो साथीहरू, म चाहिँ अहिले ठ्याक्कै चोकमा आएर भिडियोलाई कन्टिन्यू गरेँ। अब किनकि त्यो पछाडिको बाटो कति एउटै बाटो देखाउनु त नि होइन। सो यहाँबाट चाहिँ 3तिर जाने बाटो छ। यता लेफ्टतिर जानु भयो भने दिप हाउसिङ भइहाल्यो, सिधै जानु भयो भने लामाचौर, माथितिर जानु भयो भने महेन्द्र गुफा भयो है। अब म चाहिँ यता माथितिर गएँ। अब यहाँबाट चाहिँ बाटो सिधै छ, के खासै त्यस्तो दायाँ बायाँ केही गर्नु पर्दैन, सिधै गयो भने महेन्द्र गुफा पुगिन्छ। सो अब के कस्तो हुन्छ बाटोमा त्यो त देखाउने नै छु। अब भिडियोलाई चाहिँ हेरेर इन्जोय गरिदिनु होला है। अनि छोटो मिठो कमेन्ट पनि छोडिदिनु होला के कस्तो लाग्यो है। ल भिडियोलाई चाहिँ कन्टिन्यू गर्नु होला है त। ल साथीहरू, म चाहिँ अब एउटा यहाँ अगाडि चोकमा पुगिसकेको छु। अब चोकको नाम मलाई पनि थाहा छैन। सो यहाँबाट चाहिँ अब यता दायाँ पनि जाने होइन, यता बायाँ पनि जाने होइन, सिधै जानुपर्छ है। फेरि झुक्केर दायाँ बायाँ जानुभयो भने फेरि पुग्न त पुगिन्छ, दायाँ बायाँ पनि पुगिन्छ, बायाँ गयो पनि पुगिन्छ होला है। तर अब सिधै गयो भने अब सजिलो पनि भयो नि त। सो अहिले चाहिँ यहाँ बाटो चाहिँ कन्डिसन अलिकति अब बन्दै गरेर रहेछ। अब केही भएन, ठिकै छ। ल यही हो, अब अगाडि हेर्दै जाऊँ है त अझै के कस्तो छ। सो साथीहरू, हामी चाहिँ अब लगभग महेन्द्र गुफा पुग्न लागिसकेको छौँ। यहीँ अगाडि नै हो। अब यहाँबाट तल झर्नु भयो भने चाहिँ यो अरुगुम गाउँ हो कि के भन्छ है, मैले एक्ज्याक्ट नाम बिर्सिसकेको छु। यहाँ तल चाहिँ पिकनिक खानको लागि चाहिँ एकदम दामी छ क्या ठाउँ। खोला छ अनि खेतै खेत छ नि त। सो एकदम दामी छ। पहिला स्कुलबाट हामीले लिएर आउँथ्यो अनि भैलो सैलो खेल्दा पनि यतै आइन्थ्यो नि त। अनि यो महेन्द्र गुफाभित्र पनि पिकनिक खाने ठाउँ चाहिँ छ है। यहाँभित्र गएर नि पहिला त खान दिन्थ्यो कि, र अहिले चाहिँ अब के कस्तो छ मलाई थाहा भएन है। अब यो गेट भइहाल्यो। अब भित्र चाहिँ के जाने त नि, अब साइकलमा छौँ, साइकल अब कता राखेर जाने है, चाबी पनि छैन। सो अब हामी चाहिँ सिधै यतैबाट जान्छौँ। अब यता चाहिँ म खासै आएन है, यहाँसम्म मात्रै आफू, यहाँभन्दा अगाडि चाहिँ म गएन। अब यता अगाडि पनि जाम के कस्तो छ है। अनि यताबाट चमेरो गुफा पनि जान मिल्छ, उता पछाडिबाट पनि जान मिल्छ। तर त्यताबाट चाहिँ हामी गइएन। अब सिधै यतैबाट राउन्ड हानेर जाम भनेर अब हेर्दै जाम अगाडि के कस्तो छ अझै है। ल भिडियोलाई चाहिँ हेरेर इन्जोय गरिराख्नु होला है त।
अनि मलाई चाहिँ एउटा कुरा भन्न मन लागिरहेको थियो कि मेरो सब्सक्राइबर चाहिँ यो पहिलाको भन्दा बढिरहेको छ है। हजुरहरूले माया चाहिँ देखाइराख्नु भएको छ, किनकि मेरो 1300 थियो नि त सब्सक्राइबर आजभन्दा 2 हप्ता अगाडि, अहिले चाहिँ लगभग 1400 पुगिसकेको छ। अब 100 सब्सक्राइबर बढ्नु भनेको त हामी सानो क्रिएटरहरूको लागि त धेरै ठुलो कुरा भयो नि त होइन र, किनकि हामी त भर्खर स्टार्ट गरेको नि त। सो यसरी नै माया देखाइदिइराख्नु होला। अब कुरा गर्दै गर्दै हामी चमेरो गुफा पनि आइपुग्यौँ है। जुन यो मेरो राइट साइडमा देख्नु भएको छ बोर्ड चमेरो गुफा, यो चाहिँ चमेरो गुफा भइहाल्यो। चाहिँ भित्र चाहिँ अब के कस्तो छ मलाई त थाहा छैन, म गएको पनि छैन त्यहाँ है, पछि जाम्ला। अहिले चाहिँ हामी सिधै माथितिरै जान्छौँ। अनि यहाँ अगाडि एउटा मिरर हाउस पनि छ अरे कि, त्यो भुलभुलैया जस्तो हुन्छ नि त्यो छ अरे यहाँभित्र चाहिँ, यता कता हो त्यहाँ पनि म गएको त छैन अहिले। आज अब टाइम पनि हुन्न नि त हामीसित खासै। सो अब सिधै जान्छौँ अनि यताबाट चाहिँ लामोचौरतिर निस्किन्छ मलाई त। सो सपोर्ट चाहिँ गरिराख्नु होला। अब यस्तै भिडियो क्वालिटी अब त्यस्तो राम्रो त छैन, त्यही पनि माया चाहिँ देखाइदिइराख्नु भएको छ। सो पछि अब जति माया देखाइदिइराख्नु भयो त्यो हाम्रो पनि अब त्यसरी नै इम्प्रुभमेन्ट गर्दै जाने जोस आउँछ नि त। अहिले त हामीसित त्यस्तो राम्रो प्रोडक्टहरू क्यामेरा क्वालिटीहरू पनि त्यस्तो राम्रो छैन नि त। अब जे छ त्यसैबाट बनाउनु पर्छ। अनि खासै अब अहिले बजेटहरू पनि त्यति राम्रो हुन्न नि त हामीसित त, किनकि हामी त भर्खर स्टार्ट गरेको। सो इन्भेस्ट पनि झ्याप्प अब गर्न सकिन्न नि त। सो पछि गर्दै जाउँला है। अब यसरी नै माया देखाइदिइराख्नु होला। सो भिडियोलाई चाहिँ कन्टिन्यू गर्नु होला है त। सो साथीहरू अहिले चाहिँ हामी लगभग यता लामोचौर साइडतिर आइसकेको छौँ। अब यहाँबाट चाहिँ बाटो सिधै नै छ है। अघि आएको चाहिँ यो बाटो होइन है, हामी अघि आउँदाखेरि चाहिँ उता बाटोली चौरतिरबाट आएको, यो लेफ्ट साइडको उता पारीतिरबाट। अहिले चाहिँ हामी यता लामोचौर साइडतिर आइसकेको छौँ। अब यहाँबाट चाहिँ अब सिधै नै छ बाटो, राम्रो नै छ के अहिलेसम्म। अब अगाडि हेर्दै जाऊँ है के कस्तो छ। सो अहिले सिधै म चोकतिर गएर भेट्छु है त।
दोस्तको साइकल फेरि एकदम कुद्छ है। अब मेरो त अब अलिकति पुरानो छ नि त साइकल, उसको त अब अलिकति राम्रो छ नि त। सो अघि चाहिँ जुन भ्लग स्टार्ट गरेको थिएँ मैले सुरुमा, अहिले चाहिँ म ठ्याक्कै त्यही चोकमा आइपुगेँ। अब जुन यो स्कुटरहरू गर्छ नि, अब त्यताबाट चाहिँ अघि हामी गएको भइहाल्यौँ। अब यता राइट साइडमा त अब दिपाउजिङ भइहाल्यो। सो अब चाहिँ घरतिर फर्किन लाग्यो। सो सिधै जान्छौँ। अनि कति यही बाटो मात्रै भिडियो बनाउनु हुन्छ भनेर सोच्नुभयो होला है। अब अरू जता गए पनि बाटो पर्ने यही छ है। सो अब झिझा नमानिदिनु होला, अब जस्तो भए पनि हेरिदिनु होला है। अब जहाँ गए पनि जुन ठाउँमा गए पनि बाटो एउटै परिदिन्छ। अनि अलिकति मलाई पनि अब झ्याउ लागिसक्यो नि त एउटै ठाउँबाट बनाउँदा पनि। नयाँ ठाउँ पनि अब कतै छैन, अब साइकलमा नि कता कता पुग्ने है। अब साइकल अलिकति राम्रो भए पनि अलिकति टाढै जानु भन्नु। अब साइकलमा धेरै टाढा जान सकिन्न, यतै हो बनाउने। अब यतै नजिकै नयाँ ठाउँ हो जाने भनेको। अनि फर्किँदाखेरि त्यही बाटो पर्छ। अनि फेरि अब के गर्न सकिन्छ त होइन। अब ठिकै छ, अब जस्तो भए पनि हेरिदिनु होला है। अनि हल्का सपोर्ट पनि अब देखाइराख्नु भएको छ, त्यही पनि देखाइदिइराख्नु होला। सो ल भिडियोलाई चाहिँ कन्टिन्यू गर्नु होला है त। साथीहरू लगभग हामी नदीपुर आइसकेका छौँ। अब घर पनि लगभग आइसकेका छौँ। भिडियो चाहिँ म यतै इन्ड गर्छु होला, किनकि अब यहाँभन्दा अगाडि चाहिँ त्यो एउटै बाटो कति देखाउने है। सो आजको लागि यति नै हुन्छ होला। भिडियो के कस्तो लाग्यो छोटो मिठो कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला। अनि च्यानलमा जो पनि नयाँ हुनुहुन्छ च्यानललाई लाइक सब्सक्राइब गर्न पनि नभुल्नु होला है त। हस्त, जय नेपाल।